जो जसलाई सबैलाई फेरि यो म बच्चा बेला यो स्विम्बुको जङ्गलमा पाइने चराचुरुङ्गीहरू पनि छ जस्तो लाग्यो, त्यति म कन्फर्म चाहिँ भएन। तर यो पहिला स्विम्बुको जङ्गलहरूमा पनि यस्तै प्राकृतिक रूपमा बस्ने चराहरू जस्तो लाग्यो। अनि यहाँ परिवारहरू पनि छ, तर यो चाहिँ यहाँ चाहिँ एउटा धर्मको लागि चाहिँ यसरी चराचुरुङ्गीहरू चाहिँ छोडेर धर्म गर्ने रहेछ। यो परिवारहरू त ठिकै छ, परिवारहरू त छोड्यो भने बाँचिन्छ, तर यो चरा चाहिँ माइग्रेन भइसकेको छ क्या। यहाँ स्विम्बु एरियाको वातावरणमा जुन माइग्रेन भइसकेको चराहरू यिनीहरूलाई छोड्यो भने सायद बच्दैन होला। किनभने यो ठाउँ कुन ठाउँमा यिनीहरूको प्राकृतिक रूपमा यिनीहरू बच्न सक्छ त्यो मात्र थाहा भएर यस्तै पिजडाहरू किनेर, यहाँ पिजडा पनि राखिरहेको रहेछ, पिजडा किनेर यिनीहरूलाई त्यो ठाउँमा छोड्यो भने चाहिँ सायद तपाईँले पुण्य कमाउनुहुन्छ। यदि तपाईँले यही एरियामा तपाईँ यो चराहरू छोडेर, पहिला मधेसीहरूले पनि ल्याउँथ्यो, यही एरियामा यो चराहरू छोड्यो भने धर्म होइन यिनीहरूलाई मार्नलाई छोडेको जस्तो हुन्छ। किनकि यहीँ प्रिजनमा भइदियो गयो, खानाहरू सबै खुवाउँथ्यो, बाहिर यो वातावरणमा गयो भने काहीँ पनि पाउँदैन। यसैले यो परिवारहरू चाहिँ ठिकै छ। यस्तै भिडियोहरू लिएर अर्को भिडियो ल्याउने छु। धन्यवाद।